ल यो चाहिँ मैले अस्ति नै एउटा भिडियो बनाएको थिएँ क्या। त्यो भिडियोमा चाहिँ ड्रोन उडाउनु खोजेको थिएँ। त्यतिखेर चाहिँ त्यो ठ्याक्कै 1 मिलियन पुग्न लाग्छ क्या त्यो भ्युज चाहिँ। तर यो ठाउँ चाहिँ कहाँ हो भन्नुहुँदै थियो क्या। यस्तो दामी ठाउँ छ होइन। यो यतापट्टि चाहिँ ओखलढुङ्गा हो होइन। अनि उ त्यो पारि चाहिँ रामेछाप, त्यो यस्तो 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 नेपालको झन्डा जस्तो भएको रोड चाहिँ रामेछाप। अनि यता यो दरबार जस्तो यो यो के अरे उदयपुरले छुको ठाउँ हो क्या यो। ठ्याक्क यस्तो दामी ठाउँ छ होइन। अस्ति मैले यहाँबाट भिडियो खिचेको थिएँ क्या ड्रोन उडाउने भनेर। ड्रोन चाहिँ मैले त्यतिखेर उडाएको थिएँ, त्यो भिडियो पनि हालेको छु कि। तर यो यस्तो दामी ठाउँ छ, यस्तो दामी ठाउँ छ यो, आम्मा कुरै नगरौँ। यो खतरा दामी ठाउँ छ। सबैले आएर प्रायः भिडियो बनाएको जति सबै भाइरल भइरहेछ क्या। प्रायः जसो मान्छेहरूले गाडीबाट हिँड्दाखेरि सर्र बनाइरहेको हुन्छ क्या यहाँनिरको भिडियोहरू झ्यालबाट। तर ओभर दामी नै यहाँनिर आइरहेको हुन्छ। धेरै दामी छ क्या ठाउँ पनि। तर यस्तो दामी ठाउँमा मजाले भिडियो बनायो भने यति धेरै भाइरल हुँदो रहेछ। मैले त्यो पहिलोचोटि बनाएको थिएँ त्यो भिडियो। सबैले देख्नुभएछ कि हामी घर जाने बाटो, यो म बस्ने ठाउँ, यो मेरो घर हो भनेर कतिले कमेन्ट गर्नुभएको थियो क्या। त्यो भिडियो गएर हेर्न पनि सक्नुहुनेछ क्या।